अनि त्यही भएर आफ्नो साइडबाट दायाँ बायाँ गर्नै हुँदैन क्या। न त अहिलेसम्म घाम लाग्नु पर्ने है। घुम्नु भयो जस्तो छ कि अगाडि ऊ पछतिर घाम लागिरहेको के अरे पानी परिरहेको थियो अँध्यारो अँध्यारो भए। काठमाडौँ छेउतिर पानी परेर होइन नि उतातिर हेर्नु त यतै त्यता आयो भने त बाटो रोकिएको नि भकुण्डे बेसीतिर आयो भने त रोकियो बाटो के भर्खर आउँदा आउँदै फुत्तै कटिहाल्यो भने हो। अलि अगाडि नै आएछ भने चाहिँ गयो।